हेलो गाइज, वेलकम बैक टू माई च्यानल। अहिले चाहिँ हामी घुम्न आउँदैछौँ। हेलो भनिदेऊ। हेलो हेलो भनिदेऊ। मैले चाहिँ घरैबाट आफ्नो मोबाइलमा भिडियो बनाएको भोइसै आएर हिँड्छ 10 मिनटको यस्तो रिग्रेट लगाइरहेको थियो। धन्न फेरि यिनको मोबाइल मागेर गएर आएँ। यहाँ चाहिँ हामी आजमा घुम्न आऊँ भ्यू टावरबाट। साथी मसँग बसेर न यस्तै कुरा गर्ने, मेरो कुरा बुझ्ने हो नि यस्तो हात लाग्छ नि, यहाँ नबुझेर मात्रै म के बोल्छु मलाई पनि थाहा छैन। यहाँ चाहिँ यस्तो दामी देखिन्छ, रुक्नै मैले यहाँ चाहिँ यस्तो भ्यू आउँछ के। यो चाहिँ नरेनापुर भन्ने यिनले लिएर आइकिन ओ यिनले। हामी चाहिँ यिनी 11मा, यिनी 11मा, तिनी 11मा, म अनि 11मा, तर यिनी 10मा। चाहिँ खतरा रमाइलो हुँदैछ। मैले चाहिँ उहाँबाट भिडियो गराउँदै आएको नभएको क्या, छ्या कस्तो रिग्रेट लाग्यो मलाई त। अहिले देखाउँछु है, हामी चाहिँ धेरै भयो थियो घुम्न नगएको, अनि त्यही भएर आयौँ। यिनीसँग चाहिँ मेरो कति भयो, 4 महिना 5 महिनामा भेट भयो। यही चाहिँ गम्भीर उसमा सोच्न पर्यो, के सोच्न पर्यो, मेरा त पढाइसक्यो, इक्जाम बिग्रेर के भन्नु, दसैँ बिग्रिनु भएन। यिनी पनि इक्जाम बिग्रिनु, हामी त चिलमा बेला बेला चाहिँ भेट भइरहेको हुन्छ। म्यासेज जानी बोल्दैनन्, बोल्ने भनेको उषा पनि अगाडि हो, कसैले यस्तै छ। मलाई भनेको अहिले मार्दिनु यता त हामी त टिकटकमा यस्तो उषाले इग्नोर गर्ने हामीलाई सबै। हामी त यसो चप्पल खोलेर बस्न पर्यो यार। यो चाहिँ गिफ्ट दिएको यिनले। यहाँ चाहिँ खतरा आएकै भ्यू हेर्न। हामी तलबाट धन्न रिग आएन, देखाउँ तल यस्तो। यहाँबाट चाहिँ दामी देखिँदो रहेछ क्या भ्यू। यहाँ चाहिँ यस्तै स्कुल पनि छ हल्लाइरह। यहाँ चाहिँ मेला पनि लाग्छ फागुनमा। आमलाई ओए धेरै टेन्सन नलिउ के, आएको त मैले यार कस्तो बाटोमा कति के बोल्दै भिडियो बनाउँदै आएको त लास्टमा त उसै भएन, बोली जो आएन, बोली जो आएन। के बोल्छु म त साँच्चै हो क्या दिदी, यति हाँसी म फेरि म आफै बोल्छु न, पछाडि आफै फेरि सम्झिन्छु अनि फेरि आफै हाँस्छु के। ए मैले के भने यस्तै छ गाइस, हेर्नु कता गयो के कति। तर म यो भिडियो बनाउनु लाग्यो, अलि धेरै बोल्न लाग्यो, त्यही खुसी लाग्छ। कन्फिडेन्स अलि बढ्यो। साँच्चै हो, हेर म कस्ती भयो स्कुलमा छाती मोलेर भन्दा म धेरै बोल्ने कि सोझी के सोझी बोल्ने। हामी चाहिँ चटपट खाएर भ्याएर अहिले यिनी मेस्सीवाली, म चाहिँ केही बाजी नै। यहाँ चाहिँ यस्तो दामी फोटो आउँछ अरे क्या, कस्तो शीतल के हो न, तल कस्तो घाम हो, यहाँ कस्तो शीतल। अहिले चाहिँ फेरि आउँछ कि नै सुनमै त, आउँछ कि नै फेरि। क्यामेराको क्वालिटी यस्तो है। त्यहाँ जाने भनेको ओ हामी गइन्छ कि नै र, त्यहाँ चाहिँ कस्तो सेतो सेतो फले हो के, फले अनि त्यहाँ भिडियो दामी आउँछ हिँडेको। खोला तरै जानुपर्छ फेरि। तिन कहाँ फेरि इफेक्ट लाग्यो क्या, पठाइदिन्छन् कि नै भिडियो। यहाँ चाहिँ फोटोसुट हुँदैछ गाइज। मेरो चाहिँ फोटै राम्रो आउन्न, म चाहिँ भिडियो मात्रै बनाउँछु, फोटो खिच्दिनँ किनकि मेरो फोटो राम्रो आउन्न, किनकि म मान्छे चाहिँ नराम्रो नि राम्रो आएन। यिनको राम्रो आयो, यिनको पनि राम्रो आयो। मैले हेरेको छैन कस्तो, मैले नि हेरेँ छैन। फोटो त यिनी हुन् के, क्यामराम्यान होइन, क्यामराम्यान तिनी होइन, यिनी हुन्। यिनी अहिले टिकटक स्टार बन्न लाग्यो। ओ माई गड, बसेर हुन्छ कि उठेर हुन्छ कि यस्तो गर्नुपर्छ के गाइज।
बसेर हुन्छ लजाउँछन् के मसँग सबै लजाउन लाग्नु कि कुन किन मेरो दिदीले चाहिँ नगएर म अरूले नहेरे नि म आफैले हेर्छु कि मेरो भिडियो मेरो भाइले नि हेर्छ त्यही भएर अहिलेसम्म 45 मिस कटेर रहेछ किन म त हेरेकै छैन यार म चाहिँ टिकटकमा पनि निकालेको मैले हैन फर्स्ट आइस्याडो मस्कराहरु आफै लगाए भिडियो बनाउनु टिकटक दिन्छु भन्दै हामी चाहिँ टिकटक नि बनाइयो सबैले गएर लाइक कमेन्ट गर है गर है गर है उसाले गर्दिनु नि केही लेखेर गएर कमेन्ट गर्छ ओए पानी खाऊ कि के खाऊ ओए छ्याङ छ्याङ त मुई जस्तो हामी चाहिँ झर्ना लाग्यो मलाई छोडेर वहाँ तल पुगे हौ नि हामी चाहिँ तल झर्दै हम यत्रो ट्री हाउसबाट फ्री वाला ट्री हाउस नेचुरल हराहिन यहाँ पछि आउँदैछु सरका कुरा नकाट है यहाँ सरका कुरा काटेर यहाँ बिहा यिनीहरूले फेरि हाम्रो पहाडी भाषा बुझ्दैनन् के अलि बिहाल त भन्यो भने यिनीहरूले बिहार सुन्छन् त अब यिनीहरूको माइन्डमै त्यही हो त यस्तो चोर बाटो आइयो है यहाँ यस्तो लगाइदिनु खास आउनु चाहिँ यताबाट हो कि यहाँ चापी लगाइदिनु यहाँ मैले बिहार छु भनेको बिहार सुन्ने मान्छे नै फेरि इन्डिया अरे क्या बिहार लौ त यार म आउँछु म जान्छु छोपा हो मेरो च्याते भन्दिले मार्ची खास बाटो चाहिँ हामी चोर बाटो छिरेर मात्रै हो माथि पुगेर आइयो रमाइलो भयो ओ रमाइलो भयो कि नै लास्टै भयो ओ पानी भर न पानी भर कि बत्तला जेब्रा झोला नपकाइ जेब्रा झोला त बोक्ने हैन यार सुन न जेब्रा झोला बोक्दा लो कैदी भएको रे सुर्केस बोक्यो अनि कुन पार्टीको नेता हो हातमा कपडा बोक्यो अनि बाटो जोड्यो ए बरे सागर फेरेको हो नि त सबैले त्यही एउटै हेरे त्यही गर्दा दुई जान्छ मैले हेरेर खुट्टा खाने मेरा भयो बसानु भने अलि उता गएपछि कराउँछ हेर त्यहाँ मान्छे त कोही होइन के गराउ त यिनीहरूले चाहिँ मसान देखेर लिची चोर हो नि त हामी यता देखेरमा कस्तो डर कलेजमा आउँछ कि मलाई ओ क्यान्टिन जाँदा छाटेर नि त भात निन्किन पहाडको त्यही भनेको के आउँदाखेरि के अब फेरि हामी 1 महिना पछि आउँछौँ छुट्टी पछि त चिया बगान छुट्टी पछि दसैँ तिहार पछि चिया बगान जाने चिया बगान गएपछि पैसा जाने है पैसा ल 2-3 हजारै लाउँछ कति काली हुन् क्या माथि नेपाली एकजनालाई हम गाइज यहाँ चाहिँ हाम्रो समाप्त भयो प्योर नेपाली बोलेकै म फेरि मासु बस्छ मन्दिरमा फेरि बसाउँछ तिमी माथि धुप हो ए धुप रहेछ यहाँ हामी चाहिँ निक्ल्यौँ बाई बाई मन्दिर भन बाई बाई मन्दिर आएर हामीले घन्टी पनि बजाइदियौँ भगवान पढ्न आओस् मलाई पढ्न त मैले मुसी भन्छु एउटीले उसुरी एउटीले मसुरी मुसुरी हो के मसुरी पनि हो कसले हो मसुरी त्योभन्दा मसुरी त दाल के भयो
हामी चाहिँ लाग्यौँ हेर कस्तो देख्यो हेर न खानेकुरा खोइ खाम न त जाम बजार राखेको आज के खाने जाम किन ओए नमकिन खाम बरु यहाँ चाहिँ बजार पनि लाग्ने रहेछ मलाई यहाँ हेर यत्रो थमाइदिए नि बडी के कहिले काहीँ सुवाखा त नि ए लास्ट त्यही फेरि अझ आयो फलाम परा बिबिकाले फेरि पुरै सिकिन् के पुरै सिकिन् साइकल फेरि कति बिबिकालाई दिनु पर्यो कि होइन मेरो त होइन बिबिका र म पार्टनर बिबिकाले चलाउँछु नि म पछाडि हिँड्छु बिबिकाले फला प्लास्टिक भन्दै हिँड्छिन् म ल ल पर कस्तो बनाउँथेँ म आइफोन भयो पार गीतै नराखिकन आउँछन् कि घुम्न आउने जस्तो गीत राखेर आउनुपर्छ नि यस्तो खाने के हेर्नु सदीक्षाले त झोला ब्याङ ब्याङ चिजमा बनाउँछिन् हामी अब सोझा 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 खाले पर्यौँ नेपाली गीत सोल्टी जिउ भन्दै बनाउँछौँ अब तिनी परिन् अब झोला ब्याङ ब्याङ चिज भन्ने अनि फेरि के अरे अनि बनाएको थिएँ पानी पानी बनायो बनाइदिउ न अनि अरू अरू नि अब हामी भयौँ होइन अरे सोझा लेभलै मिल्दैन के त्यही भएर हामी यहाँ पछाडि पछाडि खाऊँ चलाउनु भयो यहाँ त गाइस हेर्नुहोस् एक्सपेक्टेसन भर्सेस रियालिटी भयो लास्ट टाउको दुखो नआउने रे बरु त त्यहीँ उयसमा टावरमा चाहिँ आउने रे राम्रो थियो यो त मस्ती नै आउँदा त राम्रो थियो अहिले फुले होइन के तिमीले कति कालो आहा अब हामी चाहिँ हिँडिसक्यौँ है गाइस ह्याङ भएर के ह्याङ भएर के अरे आउँदाखेरि कति राम्रो भएर आएको थिएँ जाने बेला काली न काली भयो यही हो मिनी फेवाले दामी हो दामी हामी चाहिँ लास्ट थकित अवस्थामा भयो लास्टै खुट्टा काली न काली भएको हो काली न काली भएको मोबाइल हामी चारजना एउटै मोबाइलमा कब्जा गरेँ हम के बाई गाइज हामी त भिडियो यति हो लास्टमा सुरुमा हेर्दा कति राम्रो थियौँ लास्टमा हेर्दा यस्ता भयो बहुत सुरुमा थिएन म होइन योभन्दा त थियौँ है अलिअलि अलि फिल्टर राखेर पोस्ट गरेँ के फिल्टर सिल्टर राख्दैन नेचुरल हो ला नेचुरल हामी चाहिँ हिँड्दै साइकल खुट्टा दुखेर कस्ता साइकल रहेछ के त्यहाँ जाम लिएर जाम तर आजको दिन पनि अब 1 महिनापछि दसैँ तिहार पछि हामी फेरि जान्छौँ फेरि गराउने हो